नमस्ते सबैलाई। मेरो नाम प्रकाश थापा। नमस्ते साथीहरू। आज भने चाहिँ म घुम्दै यो मेरो नाजुङ गाउँको बेसी हाम्रै बेसी पर्छ है। घुम्ने क्रममा चाहिँ म यहाँ आइपुगेको छ। हाम्रो गाउँकै एकदमै मेहनती मेरो साला पर्ने छैनले हैन, उहाँसँग चाहिँ म एकछिन कुरा पनि गर्नेछु। तर उहाँको चाहिँ यहाँ चाहिँ एकदम सुन्तला बगान चाहिँ एकदमै लोभ लाग्दो छ कि है, धेरै राम्रो छ। एकदम ठुला सुन्तलाहरू अब चाहिँ एकदम गुलियो सुन्तला यहाँ भइसकेको छ है। यो चाहिँ हाम्रै नाजुङ गाउँमा पर्छ। तर उहाँ चाहिँ हाम्रो किसानमा मात्रै पनि हैन कि, उहाँ चाहिँ हाम्रो इन्डियन युवा क्लबको अध्यक्ष पनि हुनुहुन्छ। उहाँको सुन्तला यहाँ हेर्न सक्नुहुन्छ। एकचोटि उहाँसँग म एकछिन कुरा गर्छु है। ल नमस्ते हजुर। नमस्ते सबैलाई। मेरो नाम प्रकाश थापा। म चाहिँ मेरो घर चाहिँ रिसिङटिन नाजुङ। यो चाहिँ हाम्रो नाजुङ बेसीमा पर्छ है। बेसीमा चाहिँ घर चाहिँ बेसीमा पर्छ। अनि भनेपछि यो तपाईको यहाँ चाहिँ सुन्तलाको एकदमै धेरै राम्रो देखिरहेको छ। अहिलेसम्म कतिवटा बिरुवा छ यहाँ सुन्तलाको? बिरुवा अब 85 बिरुवा थियो पोहोरसम्म। 85 बाट अब यो 12-13 वटा बिरुवा चाहिँ मैले यहाँ थापेको छ। यहाँ मात्र 85 थियो, उता चाहिँ मैले 130 बुट्टा चाहिँ रोप्ने योजनामा छ। आधा चाहिँ मैले रोपिसक्यो, 60 बुट्टा जति मैले पारी पनि रोपेर राखेको छ। त्यति नै हो। अब 85 थियो पोहोरसम्म, अब 85 बुट्टा अब लगभग फलिसकेको छ मेरो। 85 बुट्टामा चाहिँ तपाईँको चाहिँ फल्दिने भइसकेको छ है। अनि मेरो फाल्दिने भइसक्यो। अनि सुन्तला मात्रै नभएर तपाईँको चाहिँ एकदम मौरी पनि रहेछ है। हजुर मेरो मौरी पनि छ। अब मौरी चाहिँ मैले एक घर पनि किनेको होइन है, बजारबाट किनेर ल्याएको होइन। म आफैले मेहनती गरेर भिरको मौरी, अनि त्यो भिरमा बसेको मौरीलाई, अनि त्यो जङ्गलमा बसेको त्यो काठको धोद्राभित्र बसेको मौरीलाई चाहिँ मैले समाएर ल्याएर अहिले चाहिँ मेरो 23 घर चाहिँ मैले त्यस्तै बनाएको छ। भनेपछि तपाईँको यहाँ चाहिँ पैसाको लगानी 1 रुपियाँ पनि छैन तपाईँको मौरीको लागि होइन? हजुर भनेपछि तपाईँको मेहनतको लगानी त छाडै छ तपाईँको होइन, तर पैसाको लगानी चाहिँ छैन होइन? तपाईँको यो मौरी चाहिँ अहिलेसम्म कति बेच्नु भयो त नि एक वर्षको हिसाबमा? मौरी अब एक वर्षको हिसाबमा पोहोर एक सालमा 91,000 को बेच्नु भएको थियो। अब घर पनि पोहोर त्यस्तै 16 घर मात्र थियो मसँग मौरी भएको। भनेपछि पोहोर भन्दा चाहिँ यसपालि चाहिँ तपाईँको धेरै बेच्ने लक्ष्य छ है? हजुर अब यसपालि चाहिँ अब धेरै नै बेच्छु भनेर सोचमा छ। त्यति भनेपछि तपाईँलाई चाहिँ तपाईँको यहाँसम्म घरसम्म आउँदा चाहिँ तपाईँलाई चाहिँ कति रुपियाँमा बेच्नुहुन्छ त नि? घरमा आयो भने मेरो 800 रुपियाँ हो। अनि यताउता लान पर्यो भने 900-1000। भनेपछि यसमा केही केमिकल मिसावट छैन है? एकदम प्राकृतिक दिएको है मा है? हजुर यसमा अब केही केमिकलहरू मिसाएको छैन। अब यो पनि त्यही हाम्रो मौरीलाई चाहिँ चिनी चक्नी पनि दिँदैन मैले। अब जतिखेर म हाल्नुहुन्छ त्यतिखेर अब निकालेर दिने हो मैले पनि। मलाई त्यति लोभ पनि छैन, किनकि अब मैले त्यसरी त्यहीँबाट गर्छु भन्ने पनि छैन मलाई। यो अलिकति आफूलाई हेर्नको लागि सो पनि हुन्छ भनेर पालेको हो। अब भनेपछि देशको युवाहरू गाउँ ठाउँको युवाहरूलाई चाहिँ लक्षित पार्दै चाहिँ तपाईँले चाहिँ एकदम राम्रो खेती गर्नुभएको छ, कृषि गर्नुभएको छ है? हजुर अब राम्रै भनौँ, अहिलेसम्म राम्रै दिइरहेको छ मेरो मेहनत अनुसार। ल ठिकै छ। आजको भिडियो यतिकैमा अन्त्य गर्छु है। अनि अझै मेहनत गर्दै जानु होला है। मेहनतको फल त अवश्य पाउँछ है, बुझ्नुहुन्छ नि है?